विशेष अतिथि बुद्धिमान तामाङज्यू, कार्यक्रममा सहभागी हुनुभएका साई युवा शक्ति नेपालका पदाधिकारीज्यूहरू, सहभागी हुनुभएका राप्रपाका क्षेत्रीय अध्यक्ष, स्थानीय नेताज्यूहरू र सम्पूर्ण राष्ट्रवादी राजावादी नेतृत्व ज्यूहरू, युवा साथीहरू, सुरक्षाकर्मी साथीहरू र मिडियाकर्मी साथी, धेरै लामो समयपछि आज म तपाईहरु सामु यसरी उभिएर फेरि पनि यो व्यवस्थाको समाप्तिको कामना गर्दैछु। नेपालमा राज संस्थाको जुन अस्तित्व थियो, त्यो अस्तित्व नहुँदा, राज संस्था नहुँदा, राजा नहुँदा हामी नेपालीहरू कति टुरा भएका छौं भन्ने कुरा त धेरै घटनाक्रमहरूले साबित गरिसकेको अवस्था छ। त्यसकारणले म के भन्न चाहन्छु भने नेपाली जनताले कुन बाटोबाट राज संस्था फर्काउने, कसरी फर्काउने, कहिले फर्किन्छ भन्ने अन्योलता नेपालीहरुमा अहिले पनि जीवितै छ। र हामीले के भनेका छौं भने नेपालमा राज संस्था शान्तिपूर्ण नेपाली जनताको सडक आन्दोलनले फर्किन्छ भन्ने दृढ विश्वासका साथ हामी विगत 14-15 वर्षदेखि यही सिद्धान्तलाई लिएर सडकमै छौं। जनताको साथ सहयोग छ, जनताले साथ दिनु भएको छ। त्यसकारणले अहिले यो चाहिँ लगभग हेर्ने हो भने जनता सडकमा निस्किन मात्रै बाँकी छ र निस्केका जनताहरूलाई पनि हेर्ने हो भने राजा र राज संस्थाको पक्षमा, हिन्दू राष्ट्रको पक्षमा लगभग 80% जनता तयार भएर बसेको अवस्था छ। त्यसकारणले यो गणतन्त्रवादीहरूको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ, यिनीहरूको अस्तित्व सकिँदैछ। मैले त बारम्बार भन्ने गरेको छु, नेपालमा गणतन्त्रवादी भन्ने जन्तै छैन। गणतन्त्रवादी भन्ने त राजनीतिक नियुक्ति खाएका, गणतन्त्रमा भ्रष्टाचार गर्न पाएका, देश लुट्न पाएका यी व्यक्ति बाहेक सम्पूर्ण नेपाली जनता राजावादी नै हो। त्यो कुरा त श्रीपाद ज्ञानेन्द्र सरकारको एयरपोर्टदेखि निर्मल निवाससम्मको जनताको सहभागिता, स्वागतले पुष्टि गर्छ। र हामीले साई युवा शक्ति नेपालले सानकोशी चोकमा आह्वान गर्दा छिनभरमै हजारौं मान्छेहरू जम्मा भएर राजाको पुनर्स्थापना गर्न अगाडि सर्छन्, त्यसले पनि पुष्टि गर्छ। त्यसकारणले निरन्तर जनताको जनदबाव, सडक आन्दोलन र धेरै कुराहरूको प्रतिफलले आज यो देश फेरि राज संस्थामय भएको छ। कुनै पनि जिल्ला, कुनै पनि गाउँमा राजाको बहस र राजाको कामना नगरेको कुनै पनि चिया पसल अहिले छैन जस्तो लाग्छ मलाई। हरेक परिवारमा, हरेक फेसबुकमा हेर्नुहोस्, हरेक जहाँ जानुहोस्, गणतन्त्रवादी नेता हामीलाई चाहिएन, राजा चाहियो, राजा ल्याउनु पर्यो, राजा कहिले ल्याउने, राजा ल्याउने कार्यक्रम कहाँ छ भनेर जनताले खोजेर हिँडेको अवस्था छ। त्यसकारणले म के भन्न चाहन्छु भने राज संस्था पुनर्स्थापना नेपाली जनताको मनमनमा भइसकेको छ। नेपाली जनताले राज संस्था मनदेखि पुनर्स्थापना गरिसकेका छन्। बाँकी रहेको कुरा भनेको श्रीपाद ज्ञानेन्द्र सरकारलाई नारायणीमा प्रवेश गराएर त्यहाँ गद्दी आरोहण गराउने, राज्य अभिषेक गराउने, त्यो गर्न मात्रै त्यो मिति जनताले खोजेको अवस्था छ। ढुक्क भएर धेरै साथीहरू अब हामी चाहिँ गणतान्त्रिक व्यवस्थाले हामीलाई हिरासतमा राख्यो, धेरै साथीहरूको मोरल डाउन भाव हुन सक्छ। कति पनि हिन्दाबोध नगर्नु होला।